मेरो नाम सर्जक मगाई हो। मेरो यो घर बनेपाको बुढल भन्ने ठाउँमा छ। म अहिले 2.5 वर्षको भएँ र अहिले म दुध लिन बाबासँग डेरीमा जान लागेको हो। केही छिनपछि म डेरीमा पुग्नेछु। बिस्तारै हिँड्छु, छिटो हिँड्न सक्दिनँ। अनि डेरीमा दुध किनेर म आफै बोक्छु पनि। बाबासितै फर्केर आउँछु। घरमा आएपछि म त्यो दुधलाई उमाल्न लगाउँछु। अनि दिउँसो बेलुका धेरैचोटि खान्छु र भोलिपल्ट फेरि त्यसै गरी दुध लिन जान्छु। मेरो अहिले आजभोलि गर्ने दैनिक काम यस्तै हो। अब म तपाईहरुबाट टाढा हुन चाहन्छु। सबैलाई धन्यवाद छ।